हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज पनि म हजुर सामु एउटा भिडियो लिएर उपस्थिति भइसकेको छु। सो भिडियो अन्तिमसम्म हेरिदिएर साथ दिनुहोला। सो आज चाहिँ म जाँदैछु बार्बिक्यू गर्नको लागि। घरबाट बिहानै निस्केँ, त्यस पछाडि चाहिँ म लागेँ। घरबाट निस्केँ, त्यस पछाडि चाहिँ म गएँ मिग्रोस, किनभने हल्का सामानहरू किन्नुपर्ने थियो। सो म मिग्रोसभित्र छिरेँ। म चाहिँ भित्र छिरेर सामानहरू हल्का किनेँ। त्यस पछाडि चाहिँ म लागेँ बस स्टपतिर। बस स्टेसनमा चाहिँ कुर्दा वाक्क दिक्क लाग्यो के, बस पनि कति लेट आएको के, बल्ल तल्ल बस आयो। त्यस पछाडि चाहिँ म चाहिँ लागेँ बार्बिक्यू गर्ने ठाउँतिर। त्यहाँ पुगेर साथीहरूलाई पनि भेटेँ, साथीहरूलाई लाइ भनेर। साथीहरू चाहिँ पहिले आएर बसिसकेछ। म चाहिँ अलिकति लेट भएछु, किनभने मेरो बस चाहिँ अलिकति ढिला आयो नि त। अनि त्यसपछि हामी चाहिँ बार्बिक्यू गर्नतिर लाग्यो। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, मेरो साथी चाहिँ म चाहिँ मासुवाली भनेर देखाइरहेछ। हामी चाहिँ मासु पोल्दै रमाइलो गर्दै, कहिलेकाहीँ चाहिँ यसरी मासु पोलेर खाँदा यस्तो ठाउँहरूमा जाँदा चाहिँ मलाई मेरो नेपालको एकदम धेरै याद आउँछ र एकदम धेरै खुसी पनि लाग्छ कि हेर्नु न, एज लाइक नेपाल जस्तै छ नि त। हेर्नु मेरो साथीहरू चाहिँ डान्स गर्दै रमाइलो गर्दै, त्यस पछाडि चाहिँ हामी समय एकैछिन गइसकेको थियो। मलाई पनि भोक लागेर यस्तो भोक लागिरहेको थियो। मासु पोल्दै हामीले चाहिँ वाटरमेलन काटेर वाटरमेलन हामीले चाहिँ रामेन पनि लिएको थियौँ नि त। अनि त्यहाँदेखि रामेन 10 प्याकेट 3X ल्याएको थियौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले पनि। त्यस पछाडि हामी चाहिँ बिस्तारै सबै कुरा रेडी गरेर त्यस पछाडि चाहिँ हामी चाउचाउ मोल्न थाल्यौँ। बार्बिक्यू गएको टाइममा त्यही माथि हामीसँग चाहिँ धेरै खासै ठुलो भाँडो थिएन नि त। हामीले चाहिँ सानो एउटा भाँडोमा चाउचाउ हालेर त्यसपछि जसरी हुन्छ म्यानेज गऱ्यौँ। अनि त्यसपछि हामीले चाहिँ सबै कुराहरू रेडी गरेर अनि चाहिँ हामी खानलाई थाल्यौँ। हामीले चाहिँ अचारहरू चाहिँ घरबाटै बनाएर ल्याएको थियौँ। सबै सामानहरू घरबाटै ल्याएको थियौँ ल्याउनु त। त्यो पछि हामीले चाहिँ एकछिन साथीहरूसँग रक पेपर सिजर खेल्यौँ। त्यस पछाडि चाहिँ हामी बिचतिर जाने भनेर प्लान बनायौँ। त्यस पछाडि हामी चाहिँ सी साइडतिर लाग्यौँ। यो एन्टाल्यामा चाहिँ जताततै बिचै बिच छ नि त। यता हेर्दा पनि समुद्र देख्छ, उता हेर्दा पनि समुद्र। यति रमाइलो फिल पनि हुन्छ क्या यस्तो समुद्रतिर जाँदा चाहिँ, मन हल्का हुन्छ। त्यस पछाडि हामी चाहिँ साथीहरूसँग स्विमिङ गर्नको लागि बिच गयौँ। हामी चाहिँ रेडी भएर स्विमिङ गर्नको लागि तयार भयौँ। त्यस पछाडि हामी चाहिँ स्विमिङ गयौँ। यहाँ चाहिँ यति धेरै गर्मी छ कि के भन्नु, एकदम धेरै गर्मी के। मलाई चाहिँ स्विमिङ गर्न खासै आउँदैन नि त, तर रमाइलो पनि एकदम भएको थियो। स्विमिङ गर्न नआए पनि धेरै टाढा गएन, नजिक एकदम रमाइलो भएको थियो। अनि धेरै समयपछि हामी स्विमिङ धेरै समय खेल्यौँ। त्यो पछि आयौँ। त्यसपछि चटपटे बनायौँ साथीहरूले। चटपटे खाएर अनि चाहिँ राति पनि पढ्न थालेको थियो नि त। अनि एकछिन रेस्ट गऱ्यौँ। अनि फोटो खिच्नेहरूले चाहिँ फोटो खिच्यो, अनि भिडियो बनाउनेहरूले भिडियो बनायो। त्यसपछि चाहिँ हामी आफ्नो बाटोतिर लाग्यौँ। भिडियो चाहिँ एकदम लेट आउँछ, किन भन्दा म चाहिँ एकदम धेरै बिजी हुन्छु नि त। अनि यसो कहिलेकाहीँ फ्री भएको टाइममा चाहिँ भिडियो एडिट गरिहाल्छु। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई, सी यू माई नेक्स्ट भिडियो।